गाइज, आज म एउटा यस्तो मिठो स्पाइसी खानेकुरा बनाउन गइराखेकी छु जो हजुरहरू सबैलाई मन पर्नेछ। सो मेरो पुरै भिडियो हेरेर साथ दिनु होला। थ्याङ्क यू। सुरुमा चाहिँ मैले दुईटा वाइवाई चाउचाउलाई लिए, जुन चाउचाउ चाहिँ मेरो आफ्नै फ्याक्ट्रीको थियो। अनि त्यसपछि मैले त्यसलाई एउटा थालमा एड गरेँ, जुन थाल पनि मेरै थियो। त्यसपछि मैले त्यसमा आफ्नै करेसा बारीमा फलेको ओनियन एड गरेँ। अनि त्यसपछि मैले आफ्नै बारीमा फलेको काँक्रा एड गरेँ गाइस, होइन। त्यसपछि मैले त्यसमा एड गरेँ खुर्सानी, जो पनि मेरै बारीमा फलेको थियो। अनि त्यसपछि मैले त्यसमा एड गरेँ त्यही चाउचाउमा भएको नुनहरू, होइन, मसलाहरू एड गरेँ। त्यसपछि चाहिँ मैले त्यही चाउचाउमा भएको घिउहरू पनि एड गरिदिएँ गाइस त्यसमा। अनि त्यसपछि मैले त्यसमा खुर्सानीहरू पनि एड गरिदिएँ, जुन चाहिँ त्यही चाउचाउको खुर्सानीहरू थियो। त्यसपछि चाहिँ मैले आफ्नै करेसा बारीमा फलेको धनियाँ पनि त्यसैमा एड गरिदिएँ। अनि त्यसपछि मैले त्यसमा एड गरेँ आफ्नै बारीमा फलेको लेमन एड गरेँ गाइस। लेमन एड गरिसकेपछि मैले चाहिँ त्यसलाई राम्रोसँग मिक्स गरेँ, होइन, मिक्स गरेँ। अनि मिक्स गरेपछि त कस्तो देख्दा नै खाउँ खाउँ लाग्ने के गाइस, कस्तो यस्तो राम्रो भएको थियो नि गाइस। त्यसपछि मैले त्यसलाई यस्तो ट्राई गरेँ, होइन। ओ माई गड, यस्तो राम्रो भएको थियो नि, यस्तो राम्रो भएको थियो। हजुरहरू पनि एकचोटि ट्राई गर्नु गाइस प्लिज, धेरै राम्रो रेसिपी छ। ओके, बाई बाई, थ्याङ्क यू।